सम्पूर्णमा राधे राधे। आजको भिडियोमा मैले तुलसी ग्रहण सम्बन्धी केही शास्त्रीय विचारहरू लिएर उपस्थित भएको छु। मेरो यो भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला। तुलसी पत्र ग्रहण सम्बन्धी विभिन्न ग्रन्थहरूमा यसरी भनिएको छ। देवयाज्ञिकले बनाएको स्मृतिसारमा वैधृति एवं व्यतिपात, मंगलबार एवं शुक्रबार, औंसी एवं पूर्णिमा, संक्रांति एवं द्वादशी, जनना शौच एवं मरणा शौचमा जसले तुलसीका पात टिप्ने काम गर्दछन् तिनले नारायणको शिरच्छेदन गर्दछन् भनेर भनिएको छ। विष्णु धर्मोत्तरमा पनि आफ्नो जीवनलाई सुचारू रूपमा सुरक्षित राख्न धर्मवेत्ता मानिसले रविवारका दिन दुबो र द्वादशी तिथिमा तुलसी टिप्न हुँदैन। यसैगरी संक्रान्ति रविवार, अमावस्या एवं पूर्णिमा, द्वादशी रात्रि र सन्ध्यामा जसले तुलसीको पात टिप्ने काम गर्दछन् तिनले हरिको शिरलाई छेदन गर्दछन् भनेर भनिएको छ। पद्म पुराणमा द्वादशी तिथिमा तुलसी पत्र टिप्ने मानिस र कार्तिक मासमा अमलाका पात टिप्ने मानिस नरकमा जान्छन् भनेर भनिएको छ। रुद्र यामलमा पनि द्वादशी तिथिमा शयन, तुलसी पत्रको छेदन र विष्णुलाई दिउँसो स्नान गराउने काम गर्नु हुँदैन भनेर भनिएको छ। साथै विष्णु धर्ममा पनि वैष्णव ब्राह्मणले कहिले पनि द्वादशी तिथिमा तुलसीको छेदन गर्नु हुँदैन। देवताको कार्यका लागि तुलसीको छेदन, होमका लागि समिधाहरूको छेदन र गाईका लागि तृण अर्थात् घाँस छेदन भने अमावस्यामा पनि गर्न हुन्छ, दूषित हुँदैन भनेर व्याख्या गरिएको छ। पद्म पुराणमा तुलसी ग्रहणको मन्त्र यसरी बताइएको छ। तुलस्यमृतनामासि सदा त्वं केशव प्रिये, केशवार्थं विचिन्वामि वरदा भव शोभने। यसको अर्थ पनि यस प्रकार रहेको छ। हे केशव प्रिया तुलसी, तिम्रो नाम अमृतमय छ। म केशवका निमित्त तिमीलाई ग्रहण गर्दैछु। हे शोभना, तिमी वरदायिनी बन। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? हजुरको राय तथा सुझावहरू कमेन्ट मार्फत दिनुहोला। साथै यस्तै अन्य जानकारीका लागि मेरो यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।